हेलो साथीहरू, के छ खबर? आराम हुनुहुन्छ? ल है, 3-4 दिन लगातार पानी परेपछि कृषकहरूलाई सबैलाई रुवाएपछि बल्ल आजदेखि चाहिँ सायद मौसम खुल्छ जस्तो छ। सायद खुल्छ होला। अघि 3 बजेदेखि लगभग घाम लाग्न सुरु गरेको छ। बिहानसम्म त पानी छिटै नै परिरहेको थियो, हल्का सिमसिम पानी परिरहेको थियो। अहिले चाहिँ जोस मौसम खुलेको छ, घाम मजाले लागेको छ, आँखै हेर्न नसक्ने गरी लागेको छ। त्यति कडा त होइन, तर घाम चाहिँ देखिएको छ है। सायद आजदेखि मौसम खुल्छ होला। कृषकहरूलाई केही अब धेरैको बिग्रि त सक्यो, अब त्यसलाई केही गर्न सकिँदैन बिग्रेकोलाई त। तर अब होइन, केही हदसम्म अब लगातार घाम लाग्दियो भने केही राहत चाहिँ हुन्छ कृषकहरूलाई। मौसम खुलेको छ आज। सायद आज देखि मौसम खुल्यो भने पानी परेन भने राम्रै हुनेछ। यसरी खेतबारीतिर त जताततै पानी जमि नै सकेको छ, धान धेरैको बिगारिसकेको छ। तर आजदेखि जोस पानी नपरे हुन्थ्यो। अब यो कुटाइमको पानी कुटाइममा पानी पर्दाखेरि एउटा नमजा पनि हुँदो रहेछ क्या, सबैलाई नमजै हुँदो रहेछ। अब हरेकलाई अब टाइममा परिदिएको पानी राम्रै हुने रहेछ होइन। आजदेखि जोस घाम लाग्यो, खुसी लागेछ, लाग्छ होला सायद। साह्रै वाक्क लागेको थियो पानी पर्दा पहाड पनि पानी पर्न छोडेपछि यति मजाले खुलेको छ, क्लियर देखिएको छ। अब सायद पानी परेन भने राम्रै हुन्छ। अब कृषकहरूलाई केही राहत चाहिँ हुन्छ। सम्पूर्ण अब कति ठाउँ बाटो बिग्रेको होला, कति ठाउँ मान्छेहरू अब कहाँ हिँडेको मान्छे कता अभर परेको होला, उहाँहरूलाई पनि केही दिनमा अब सबै राम्रो हुनेछ। हस् त, तपाईँहरूलाई आज यो मौसम यस्तो छ हाम्रोतिर, हाम्रो लेडाङतिर, मोरङतिरको मौसमको बारेमा यसरी देखाइरहेको छु। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो? मन पर्यो भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। धन्यवाद।